हेलो गाइज, गुड आफ्टरनुन। सन्चै आरामै हुनुहुन्छ होला। ल ह्याप्पी तिहार। तिहार पछि हेर्नु न, नेपाल घुम्न आउने मान्छेहरू बहिनी यस्तो बस्नुपर्छ। ल हाम्रो बहिनी पनि डेन्जर मुस्कान दिइरह, म पनि त्यही मुस्कान दिइरह कि फेरि कस्तो आँदनो पाँदनको मुस्कान दिइरहेको म पनि होइन। ल यस्तो डेन्जर मान्छे आउनु तिहार लगतै कि अब हिजो तिहार सकेर आज बिहान त कति हिँडेको मान्छे यार। दङ पर्नु मान्छेहरू आइदिरहेछ। राम 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 धुलो उडाउने त यति छन् मान्छे। हेर्नु त्यहाँभित्र झर्नामा रुख्यो, झर्नामा है कडा मान्छेको आगमन भइरहेछ। वेदरले पनि साथ दिइरहेछ। धुलो चाहिँ उडाइरहेछन् सबैजनाले होइन। धुलो चाहिँ खुवाउने भयो कि यो साल 4-5 सालमा मरिन्छ क्या, धुलो खाएरै मरिने भयो यो ठाउँमा यार। ल एकदम राम्रो मान्छे आउनुपर्छ। यो पार्टीतिर पनि हेर्न सक्नुहुन्छ होइन। बिहान चाहिँ यस्तो थिएन, अहिले दिउँसो पख चाहिँ यो टाइममा चाहिँ ठ्याक्क अब टाढाबाट आउनेहरू ठ्याक्क यो टाइममा आइपुग्छन् कि। अब अझै पछि कति छन् मान्छे होइन। तिहार पछि फुल मान्छे छ भन्थ्यो, नभन्दै मान्छे चाहिँ एकदमै मान्छेहरूको भिडभाड छ रुप्सेतिर है। ल मुस्ताङ घुम्ने सिजन पनि बवालै हो कि यो बेला चाहिँ, त्यो भएर पनि होला। फोटो पनि हाम्रो क्याफे पनि भाइरलै हो नि त फेरि। भाइरल क्याफेमा पनि तपाईँहरू आएर यसो कफी सफी खानु पऱ्यो होइन। ल एक्लै छु, ल आइदिनुहोस्, कफी सफी खाइदिनुहोस्। तपाईँहरू आफै कफी बनाउनु जानिदिनुहुन्छ भने आउनुहोस्, प्लिज आउनुहोस्। आफै कफी हानेर खाने माहौल चाहिँ हामी बनाउँछौँ कालीगण्डकी होइन। वाक्क लाग्दो भइरहेछ, तर वेदर चाहिँ दामी छ कि। हिजो चाहिँ अलिअलि पानी परेको थियो, आज चाहिँ खै पानी पर्दैन जस्तो छ। चिसो चिसो मौसम पनि छ है। मान्छे त उर्लिएर आउने हो यार। मुस्ताङ आउने भनेपछि त मान्छे मनाङमा छ भन्थ्यो। यो दसैँ तिहारको बिचमा चाहिँ मनाङमा एकदम धेरै मान्छे छ भन्दै थिएँ, तर अहिलेलाई चाहिँ मुस्ताङमै धेरै देखियो अहिले चाहिँ है। यो अब लगभग यो 15सम्म नै फुल हल प्याक छ अरे कि मुस्ताङको आउने मान्छेहरू चाहिँ है। ल सही हो। ल तपाईँहरू पनि आउनुहोस् कुनै बेला, सर्लक्क आउनुहोस्। बहिनीको मुस्कान चाहिँ मिठो थियो र कफी सफीको लागि हामीलाई सम्झिनुहोस् है। हस्, धन्यवाद।